हेलो गाइस, म चाहिँ आज मेरो द्रमदिममा आएको छु। हाम्रो गाउँ बस्तीहरू देखाउँदैछु तपाईँहरूलाई। यहाँ चाहिँ हाम्रो काका हो, अन्त यता चाहिँ काकी हो। काकी हल्का भनिदिनुहोस् त यो चिङ्नाहरूको विषयमा। के भन्नु बस्तीमा अब के पाल्नु हुँदैछ तपाईँहरूले मजाले हो। बस्तीमा बसी चाहिँ यति चाहिँ फाइदा छ, मजाले कुखुराहरू छ। यो बढेपछि हेर्नुहोस् अहिले 600-700 रुपियाँ किलो पुगेछ। कति फाइदा छ होइन। ल हल्का भनिदिनुहोस्। एक वर्षमा मात्रै हुन्छ 700 रुपियाँ केजी चाहिँ। कति? एक वर्षमा मात्रै हुन्छ एक वर्षमा मात्रै हुन्छ बस्तीको त। अन्त तपाईँहरूले यो पालन गरेको चाहिँ कहिलेदेखि हो? यो भर्खर भयो, 2-3 महिना भयो। ए 2-3 महिना हुँदैछ। तपाईँहरूले त सुँगुर पनि जोडी लाउनु भएको रहेछ। यो सुँगुरको नामहरू चाहिँ के हो? सुँगुर नाम थाहा हुँदैन? भुँडे के अरे? पाङ्ग्रे भुँडे एउटा। ए हो। अन्त यहाँ हेर्नुहोस् है गाइस, हाम्रो चाहिँ मेरो काकाहरू हो। उहाँहरूले चाहिँ यस्तो बाख्राहरू यसरी मजाले चराउनु हेर्नुहोस् है। यसको नाम सेती, अन्त यसको नाम लाटा बोका। लाटा बोका यो यहाँ देखाए कस्तो अन्त लाटा बोका चाहिँ अन्त? यसको नाम ए हो। अन्त यो मुनु मुनु हो। यो अन्त उखु राधी मेरो पर छ। ओ यहाँ पर गाईहरू पनि छ, मजाले जान पर्यो पालेको छ गाईहरू। सुँगुरहरू मजा छ। बाख्राकोट पहिला चाहिँ यस्तो हुन्थ्यो। यो चाहिँ गाइस टाट्ना भन्छ यसलाई चाहिँ। पहिला चाहिँ टाट्ना भन्छ होइन अहिले यसलाई चाहिँ। पहिला हामी घाँस काट्ने हिँड्दाखेरिको टाट्ना हो। यहाँ छ, यहाँ गाई छ। यो हाम्रो गाउँ चाहिँ यो पारी देखेको चाहिँ बेङ्गाल हो। कोलबुङहरू हो। अन्त यो ग्रिन हाउसहरू हो। तपाईँहरूलाई कस्तो लाग्छ यो भिडियो म भोलि हाल्छु। अन्त पहिलाको साथी देउकेमा आइपुगेछ। कहाँबाट आएको? कहाँ जाँदै गरेको? ए बाख्रा हेर्नु। मिनी 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 यिनीहरू नेपालबाट ल्याएको। हाम्रो कुखुराहरू गाउँघरमा यस्तै हुन्छ। त्यही त। यसको चाहिँ वाचिपा खानुपर्छ, सुप दामी हुन्छ। ल गाइस, यो ठाउँको नाम चाहिँ तपाईँहरूलाई यो चाहिँ द्रमदिम हो। द्रमदिम बजारकै मुनितिर हो। यो चाहिँ अलिक तपाईँहरूलाई अलिक हाम्रो अलिक घरदेखि मुनि चाहिँ अलिअलि बस्ती खालको छ कि भन्दा पनि अब एकदम बाक्लै छ। तै पनि अब यहाँ चाहिँ मजाले कुखुराहरू, चिङ्ना, चल्लाहरू सबै पालन हुन्छ। त्यो बाँसघारी यो एरियामा चाहिँ हामी पहिला धानहरू रोपी खान्थ्यौँ। यो खेतबारीहरू। यो पारी चाहिँ वेस्ट बेङ्गाल हो। के चाहिँ अन्त काका अरू कहाँ अरू माथि पनि छ? घरमा पनि छ पालेको कुखुरा छ? पुरै छ है। दुई मौरीको डुँड पनि रहेछ यहाँनिर। चाखा गयो मौरी। ए गयो त्यतिका मौरी अब लेक जाँदा रहेछ नि त गरममा चाहिँ। यो लेक पो जान्छ। ल गाइस, म यो भिडियो चाहिँ तपाईँहरूलाई भोलि देखाउँछु। यसमा म तपाईँहरूलाई थाहै छ होला, धेरै 4 मिनटको भएछ। तपाईँहरूले एकदम ध्यान दिएर हेरिदिनुहोस् होला हाम्रो गाउँ चाहिँ। यति भन्दै म राख्न चाहन्छु। धन्यवाद।